आज चाहिँ म र मेरो साथीहरू सबै जाँदैछौँ खोला नुहाउनको लागि। सबैभन्दा पहिला चाहिँ म घरबाट निस्किसकेँ र साथीहरूलाई पनि लिएर गइसकेँ। भाइले हाई भन्दै हामी चाहिँ अगाडितर्फ लाग्यौँ। त्यसपछि चाहिँ सौगातले पनि हाई भन्यो। त्यसपछि चाहिँ भाइले भन्यो कि आज चाहिँ लास्टै गर्नु आएको चाहिँ हामीले नुहाउनुपर्छ भने मैले पनि हुन्छ भयो। त्यसपछि चाहिँ हामी मन्दिरमा रोक्यौँ। मन्दिरमा रोकेको त केटाले पापड र छुइकम पनि लिएर आइसके। पापड र छुइकम आएपछि त खाइहाल्नु पऱ्यो भन्दै म पनि निस्किसकेँ अगाडितर्फ निस्किएको त पछाडिको भ्यूहरू त मस्त आइरहेको थियो। कस्तो हाम्रो स्कुल भ्यूहरू त स्कुल पनि दामी बनाएको थिएँ। त्यसपछि हामी चाहिँ लाग्यौँ अगाडितर्फ लाग्यो। अगाडि चाहिँ के हो यो जङ्गल रहेछ। होइन होइन यो जङ्गल त होइन, जङ्गलको पछाडि एउटा खोला छ, त्यहाँ चाहिँ हामी नुहाउन जान लागेको। त्यसपछि हामी पुगिसक्यौँ खोलामा पुगेको त त्यसपछि खोलातिर पुगेको त कोही पनि थिएन। कोही पनि नदेखेर हामी चाहिँ नुहाउनु पऱ्यो भने अन्यले कपडा खोल्यो र अर्को भाइले पनि खोल्यो। त्यसपछि हामी चाहिँ नुहाएर आइसक्यौँ। मैले चाहिँ नुहाएको भिडियो चाहिँ बनाएन होला। त्यसपछि हामी चाहिँ लाग्नु थाल्यौँ घरतिर लाग्यो त झाडीले स्टो गरेर थियो। त्यसपछि म झाडीलाई हटाएर घरतिर आएको। घरतिर लाग्यो त पचास त घामको सिम पनि मस्त आइरहेको थियो। त्यसपछि घामको सिम हेर्दै हामी चाहिँ घरतिर लाग्यो त मन्दिर पनि क्रस गरेर हामी चाहिँ दोकानमा आइसक्यौँ। दोकानमा आएको त मैले सब केटाको लागि पापड किनेर ल्याएँ। त्यसपछि चाहिँ म चाहिँ बाहिरतिर लाग्यो त फेरि सौगातहरू सब केटाहरू पनि पछि आयो। त्यसपछि दुइटा टिकीलाई दिएँ, दुइटा सबै केटाहरूलाई दिएँ। त्यसपछि हामी खाँदै आयौँ। त्यसपछि सौगातले एउटा पापड बसाइरहेको थियो, मैले पापड पनि खाँदै हिँडिरहेको थियो। त्यसपछि मैले पनि आफ्नो एउटा पापड देखाइदिएँ। म पनि कम छैन भनेर मैले पनि आफ्नो पापड खाँदै हिँडिसकेँ। त्यो भाइले चाहिँ लोड्सको सिगरेट पनि चाहिँ झट्झट खाइसकेँ। झट्झट खाएर चाहिँ म त घरतिर निस्किसकेँ। आज भिडियो चाहिँ यति। प्लिज सब्सक्राइब, लाइक एन्ड कमेन्ट।